तपाईहरु कसैले चाहिँ कस्टम एआई एजेन्ट बनाउन सिकिरहनु भएको छ अथवा बनाउन खोज्दै हुनुहुन्छ भने चाहिँ यो मैले लिस्ट गरेको यो टुल्सहरु तपाईले जान्नु भने जस्तो पनि एआई एजेन्ट बनाउन सकिन्छ है। जस्तै फर्स्टमा छ कर्सर एआई आईडी जुन चाहिँ नो कोड एडिटर हो जसमा चाहिँ इनबिल्ट एआई एजेन्ट हुन्छ। यसबाट चाहिँ हामीले कुनै पनि एप्लिकेसन बनाउन एकदमै सजिलो हुन्छ। त्यसपछि कुनै पनि एआई एजेन्टको लागि एकदम इम्पोर्टेन्ट चीज भनेको एलएलएम फाउन्डेसन हो। सो कुनै पनि एलएलएम फाउन्डेसन जस्तै जेमिनाई अथवा ओपन एआई युज गर्न सकिन्छ। हाम्रो बिजनेस डोमेनको डेटाहरु चाहिँ हामीले चाहिँ यो हाम्रो एआई एजेन्टमा चाहिँ इन्टिग्रेट गर्नु छ भने चाहिँ हाम्रो डेटा इम्बेडिङहरु चाहिँ भेक्टर डेटाबेसमा राख्नुपर्छ। त्यसको लागि चाहिँ आइदर क्रोमाडीबी अथवा पाइनकोन डीबी युज गर्न सकिन्छ हामीले। त्यसपछि यो डेटाबेस अथवा अथेन्टिकेसनहरु कुनै पनि एउटै ब्याकएन्ड एज अ सर्भिसको रूपमा चाहिँ हामीले युज गर्न मिल्ने सजिलो फ्रेमवर्क फायरबेस अथवा सुपरबेस हामीलाई चाहेको खण्डमा हामी त्यो पनि युज गर्न सकिन्छ। यसले चाहिँ यो धेरै कुराहरु चाहिँ एउटै प्लेटफर्मबाट दिन्छ हामीलाई। र हाम्रो ब्याकएन्ड एप्लिकेसनहरु चाहिँ क्लाउड होस्टिङ गर्न परेको केसमा चाहिँ वी क्यान आइदर युज AWS, GCP अथवा माइक्रोसफ्ट अजुर युज गर्न सकिन्छ हैन। अनि त्यसपछि हामीले कोडिङ गर्दाखेरि चाहिँ यो अर्केस्ट्रेसन र इन्टिग्रेसनको सजिलो बनाउनको लागि चाहिँ ल्याङचेन लाइब्रेरी युज गरिन्छ जुन चाहिँ Node.js र Python मा दुईटैमा अवेलेबल छ हैन। अनि डेटाबेस निडको लागि चाहिँ मोस्ट पपुलर डेटाबेस PostgreSQL युज गर्न सकिन्छ। अनि टुलिङ इन्टिग्रेसनको लागि चाहिँ MCP प्रोटोकल MCP सर्भर युज गर्न सकिन्छ। अनि वेब एप्लिकेसन र CI/CD र होस्टिङको लागि चाहिँ नेटलिफाई इन्भाइरोमेन्ट युज गर्न सकिन्छ जसले चाहिँ होस्टिङ र CI/CD एकदम इजी बनाइदिन्छ। र हाम्रो कोड बेस चाहिँ स्टोर र भर्जनिङको लागि चाहिँ हामीले गिटहब युज गर्छौं। है त यो सबै टुलहरु जान्नु होला। थ्यांक यू।